वेलकम टु माई अनदर भिडियो। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। सो गाइज अहिले चाहिँ म मेरो माइत घर आएको छु र किन आएको भन्दाखेरि चाहिँ हाम्रो घरमा चाहिँ मेरो माइत घरपट्टि चाहिँ पूजा हुँदैछ। लामा पढाउनु हुँदैछ 3 दिनको अनि त्यसको लागि चाहिँ म आएको छु घरमा र के कस्तो हुँदो रहेछ म तपाईहरुलाई देखाउने छु। र अहिले भने चाहिँ सबैजना बिजी हुनुहुन्छ यताउति। खासैमा भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ पूजा गर्नु हुँदैन किनभने कतिजनालाई थाहा भएकै कुरा होला र कतिजनालाई थाहा छैन होला। हाम्रो चाहिँ हजुरबा मेरो हस्बेन्डको हजुरबा हाम्रो हजुरबा चाहिँ मार्चमा नै बित्नु भएको हो र अहिले चाहिँ हामी जुठोमा छौँ। आज चाहिँ हाम्रो पूजाको डे 2 हो, सेकेन्ड डे हो र आज चाहिँ यहाँनिर यसरी भगवानहरू बनाउनु भएको छ र यहाँ बहिनीको हातमा चाहिँ भगवान छ र यहाँनिर पनि अलिकति ढलेछ है। सिधा बनाइदिउँ ल, सिधा बनाइदिन्छु। यहाँ भगवान चाहिँ के भगवान होला अलिकति भनिदिनुहोस् न। गुरु ढाको छ, गुरु सिङलङमाहरू, यहाँनिर लातोरहरू हो, भित्र अनि खेपर लोकेलहरू छ, कञ्चन बर्माहरू छ। हजुर, यहाँ चाहिँ धेरै भगवानहरू बनाउनु भएको छ यहाँले हो। अनि एक एकवटा गर्दै भित्र लिएर जानु हुँदैछ। यहाँनिर चाहिँ दसैँको टिका लगाउनु जस्तो बसिरहनु भएको छ। हामी माता दिदी के भन्छ पैसा थाप्ने दग्रो पनि ल्याउनु भएको रहेछ पैसा थाप्ने। धेरै हुनुहुन्छ आज चाहिँ भिड छ। यसलाई निकाल्दिउँ कि लिएर न कार्टुन बेलकुनीको टिकट नपाउला जस्तो भइरहेछ ब्लगमा। अनि चाहिँ यहाँनिर यसरी बसिरहेको पूजाको तेस्रो दिन र आज यहाँ छेमी बाल्नुको लागि यसरी प्रिपरेसन गर्नु हुँदैछ। यहाँनिर हाम्रो खिर पाक्दैछ। यहाँ हाम्रो बडीहरूले सब्जी कट गर्नु हुँदैछ हो। बडी के गर्नु हुँदैछ अरे? जय होइन भिडियोमा हाई भन्नु, हेलो भनिदिनु न, हेलो भनिदिनु न, हेलो एभ्रिवान भनिदिनु न। सब्जीहरू यहाँ चाहिँ हाम्रो धनियाँ पुगेको हुनुहुन्छ, धनियाँ पुगेर यहाँ चाहिँ हाम्रो दादाहरू मिलेर कुक गर्नु हुँदैछ। अब भने चाहिँ लुङ्दा लगाउनु आँटेको अगाडि, घरको अगाडि। सो हाम्रो यहाँ दादाले केही भन्नु चाहनुहुन्छ? आज यो लुङथा लाउन आँटेको छु। अनि लुङथा भनेको चाहिँ के भने लुङ भनेको चाहिँ तपाईँको हावा अनि ता लुङता भनेको चाहिँ ता भनेको चाहिँ घोडाको देउता, मतलब हावामा घोडामा चढेर आउने देउतालाई चाहिँ लुङता। त्यही कारण यो लुङ हावाले जति हल्लाउँछ यसलाई त्यति मन्त्रहरूको सिद्धिले गर्दाखेरि हावामा भएको होइन भूत प्रेत या देवी देउता नकारात्मक ऊर्जाहरू सबै यसले चाहिँ हटाउने काम गर्छ। त्यही भएर यसलाई चाहिँ हामी आज लाउँदैछौँ, यो घर सिद्धि होस्, राम्रो होस् भनेर। ल धन्यवाद। म चाहिँ